हेलो साथीहरू नमस्ते। आज चाहिँ म चाहिँ काठमाडौँबाट गाउँ फर्किन लागेको। अनि यहाँ काठमाडौँदेखि हाम्रो चुम भ्यालीको यात्रा चाहिँ तपाईँहरूले देखाउन चाहन्छु। राम्रोसँग हेर्नुहोस् है। यो चाहिँ हाम्रो बस टिकट हो। एकजनाको चाहिँ 1300। माछापोखरी बस ट्रकबाट माथि माछे खोलासम्म है। हामी दुईजना थियो, दुईजनाको चाहिँ 2600। अनि नाइट बस चाहिँ बेलुका छुट्टिने चाहिँ 6 बजे रहेछ होइन, आइपुग्ने 6 बजे रहेछ, छुट्टिने चाहिँ अनि 6:30 बजे रहेछ है बसबाट। हामी चाहिँ खै आज चाहिँ के भएर होला है, अलिक ढिलै भयो है। हजुर उताबाट 6:30 बजे निस्किएपछि चाहिँ यहाँ त 7 बजे आइपुग्थ्यो। पहिला चाहिँ आज चाहिँ 8 बजेर 18 मिनट गइसक्यो। अहिलेसम्म चाहिँ हाम्रो बस आइपुगेको छैन। हामी यहाँ पर्खिरहेछौँ। उहाँहरू पनि हाम्रै गाउँको मान्छेहरू हुनुहुन्छ, यहाँ झोलाहरू लिएर पर्खिरहनु भएको छ। अनि उहाँ चाहिँ मेरो साथी हो, हामीसँगै यात्रा हो माथिसम्म। हाम्रो एउटै गाउँ हो, उहाँहरू पनि हाम्रो एउटै गाउँ हो। आज चाहिँ सामान नै लास्टै रहेछ त के हो यार। अगाडिको मान्छे अगाडिको सामान होइन। नाइट बसमा आएको, रातभरि बसभित्र सुत्दै भयो। अनि त्यसपछि बिहान उठेको त सोधी आइपुगे रहेछ। अनि रातिको भिडियोहरू पनि केही खिच्नु पाएन, गइदिँदैछ। बिहान सुरु गरेको। अनि बाटोमा आउँदै झरनाहरू देखियो, रमाइलो। राम्रोसँग भिडियो खिच्नु पाएन। झरना चाहिँ ठुलै थियो, पुरै भिज्न लागेको थियो। महल पनि भिज्दो रहेछ। सो त्यही भएर चाहिँ म झरनाको छेउमा चाहिँ त्यति बसेन। खैरेहरू त पुरा रेनकोट लगाएर अनि वाटरप्रुफ मोबाइलहरू चलाएर भिडियो खिचिरहेको थियो। अनि फाइनली यता थाङ्गुरमा आइपुग्यो। अनि थाङ्गुमाबाट यसो एउटा पङ्सिङ बजार है, घारी बाटो चाहिँ हाम्रो यहीँसम्म हो। अनि यहाँदेखि माथि चाहिँ पैदल यात्रा हो हाम्रो। अनि आजको हाम्रो बसाइ चाहिँ यहीँ थाङ्गुरमा हो। अनि त्यसपछि फेरि भोलि बिहान उठेर यसो थाङ्गुरमा माथिको झरना छेउतिर छोटो एउटा भिडियो खिचेर अनि साथीसँग माथि हिँड्ने भयो। हेलो अनि यो चाहिँ हाम्रो लोकपा मुनिको चुम गेट हो। हाम्रो यहाँदेखि चाहिँ चुम भ्याली प्रवेश हुन्छ है। चुम भ्याली प्रवेश हुन्छ। अनि सामान अलि बढी थियो, सो त्यही भएर लोकपासम्म चाहिँ मेरो घोडा लिएर आएको थियो। घोडामा सामानहरू हाल्यो अनि हिँड्यो। त्यहाँदेखि आफू चाहिँ झोला बोकेर फेरि त्यस्तो छ। अनि यहाँदेखि नै माथि चाहिँ अप्पर चुम भ्याली हो। अप्पर चुम भ्याली चाहिँ पुरै भ्याली हो सम्म ठाउँ है। मेरो एकदम मिल्ने साथी। म चाहिँ मेरो साथीसँग हिँडिरहेको छु। अप्पर चुम भ्याली। अनि अप्पर चुम भ्यालीका भिडियोहरू छन्, इन्जोय गर्नुहोस्, राम्रोसँग हेर्नुहोस्। सबभन्दा सस्तोमै 2 लाख 3 लाख 4 लाख हुन्छ कि त्यो टुरिस्ट एरिया भएर होला है। फेरि कमाउनु नि कमाउँछ कि जाम कि जाम। आमा गाउँमा पुगिरहेको छु म चाहिँ।
Hello everyone. This view is from Gumlung Launch Camp. There is Sringi Himal. And here is Gumlung Launch Camp.